यो चाहिँ किचन हो भेरी सिम्पल तपाईँहरूलाई घरको फिल हुन्छ हो अनि अलिकति बाहिरबाट छु यो चाहिँ चुलाको हो अन्त टक्कै आएर चाहिँ यहाँनिर चाहिँ खाना खाने जग्गा रहेछ कस्तो दामी बनाउनु भएको छ है अनि यहाँनिर चाहिँ यो फोटो चाहिँ उहाँको सासुआमा अरे हो अन्त एन्टिक फोटो हो उहाँ चाहिँ उहाँकै आमा हुनुहुन्छ अरे र उहाँले नै खिचेर यहाँ राखिदिनु भएको अरे किचनमा राख्नु भएको रहेछ कस्तो दामी अनि यहाँ हेर्नुहोस् न फ्यामिलीहरूको फोटोहरू रहेछ हो यसरी बसेर खाने जग्गा यस्तो फोटोजहरू राखेको रहेछ अल फ्यामिलीको फोटो राख्नु भएको रहेछ अनि काठको घर भएर कस्तो तातो घर हो अनि हेर्नुहोस् न यो सबै वुडको बनाउनु भएको रहेछ पलिस गरेर वुडन हो यहाँनिर ऐना लगाएको तल हेर्नुहोस् है अलैँची बारी अघि परबाट मैले खिचेको किचन भनेर नि हेलो बेबी क्या हो मेरो छोरी चाहिँ नि बेसी खुसी भएर चाहिँ बदमास भएर चाहिँ हो हो त्यही उभिनुहोस् पापा फोटो खिचिदिन्छु यहीँबाट किजाङ छोड्दै उसकै स्टाइलले लाउनु दियो ऊ मान्दैन नि अनि अझै तपाईँहरूकोमा चाहिँ टाइम छ भने चाहिँ मजाले घुम्ने ठाउँ रहेछ हो अब एकछिनमा चाहिँ हामी यहाँबाट टेक आउट हुन्छौँ चेक आउट हुँदाखेरि चाहिँ भएर चाहिँ परतिर चाहिँ भ्यू पोइन्ट छ अब लिम्बूकै भ्यू पोइन्ट छ यहाँनिर त्यहाँनिर फेरि हामी पापालाई घुमाउनु लाँदैछौँ र साथसाथै हामी पनि घुम्नु जाँदैछौँ हो त्यही भएर तपाईँहरू पनि तपाईँहरूको पापाहरूलाई घुमाउनु ल्याउनुहोस् इन्जोय गर्नुहोस् हो अनि हामीले पनि धेरै कुरा सिक्दो रहेछौँ पापाहरूले पनि इन्जोय गर्ने रहेछ हस् थ्याङ्क यू